हेर्नुहोस् है, यो वान ग्याङ स्विच, वान ग्याङ वान वे स्विच भन्छ। दुईवटा मात्रै नब भएको, दुईवटा मात्रै यो जोड्ने ठाउँ छ नि त, तार हाल्ने ठाउँ। वान ग्याङ भने एउटा भएको, यो दुईवटा मात्रै जोड्ने भएको वान ग्याङ वान वे स्विच। यो चाहिँ वान ग्याङ टु वे स्विच थियो भने होइन, वान ग्याङ टु वे स्विच थियो भने यो चाहिँ वान ग्याङ वान वे स्विच, वान ग्याङ वान वे स्विच है। यो पनि वान ग्याङ वान वे स्विच, यो पनि वान ग्याङ वान वे स्विच। यो भयो। यो टु ग्याङ स्विच, टु ग्याङमा भित्र हेऱ्यो भने यो दुईवटा यो वान वे स्विच हुन्, सबै वान वे स्विच हुन्, टु ग्याङ स्विच हुन्। अथवा यसलाई छोटकरीमा टु ग्याङ स्विच। यसमा चाहिँ वान ग्याङ स्विच र बेलपुस स्विच भएको, वान ग्याङ स्विच एउटा र बेलपुस स्विच भएको, टु ग्याङमा एउटा बेलपुस एउटा वान वे स्विच भएको। यो चाहिँ थ्री ग्याङ स्विच। यो दुईवटा थ्री ग्याङ स्विच भए, भित्रपट्टि हेर्दा यस्तो, बाहिरपट्टि हेर्दा यस्तो, थ्री ग्याङ स्विच। थ्री ग्याङ स्विचमा एउटा टु वे स्विच राख्दो रहेछ। यसमा दुईवटा वान वे स्विच एउटा टु वे स्विच रहेछ। यो थ्री ग्याङ स्विच। अनि यो फोर ग्याङ स्विच भयो। यसमा नि दुईवटा टु वे स्विच छ, दुईवटा वान वे स्विच छ। यताबाट हेर्दा यो फोर ग्याङ स्विच हो, टु वे पनि भएको वान वे पनि भएको, फोर ग्याङ स्विच। यो दुइटै त्यही भयो। अब यो चाहिँ फोर ग्याङ स्विच प्लस सकेट, फोर ग्याङ स्विच प्लस सकेट विथ इन्डिकेटर पनि भन्छ। यहाँ इन्डिकेटर हुन्छ, यो रातो बल्ने ठाउँ इन्डिकेटर हुन्छ। यो पनि सेम त्यही हो, फोर ग्याङ स्विच प्लस सकेट नै हो। फोर ग्याङ स्विच प्लस सकेट भयो। यसलाई सिक्स ग्याङ स्विच प्लस सकेट, सिक्स ग्याङ भने 6वटा स्विच प्लस सकेट। यसलाई छोटकरीमा 6 प्लस एस भनेर लेखिन्छ, अथवा 6 प्लस सकेट भन्ने गरिन्छ। 6 प्लस सकेट अथवा 6 ग्याङ स्विच प्लस सकेट। यो सिपिएल कम्पनीको, विभिन्न कम्पनीको फरक हुन्छ। कोही चाहिँ यस्तो नबहरू, यसलाई नब भन्छ। यो नब फेर्न मिल्छ, छोटो फेर्न मिल्छ। कोही यस्तोको फेर्न मिल्थ्यो। यो स्विचहरूको नब फेर्न मिल्छ। किन एउटा मात्रै फेर्न मिल्छ भने यसको चाहिँ फेर्न मिल्दैन। यिनीहरूको एउटा स्विच बिग्रियो भने ढिक्कै फेर्नु, यो स्विच सिङ नै फेर्नुपर्छ। कुनै एउटा स्विच बिग्रियो भने सिङ नै फेर्नुपर्छ। यस्तो खाले हो यिनीहरू चाहिँ 6 ग्याङ स्विच। अब यो 3x5 को पिभिसी आउट बक्स भन्छ यसलाई। 3x5 पिभिसी बक्स पनि भनिन्छ। 3x5 को पिभिसी बक्स। यही सकेटहरू यहीहरू लगाउनु, स्विचहरू लगाउनु। अनि यो चाहिँ पुरानो खालको लोकल पावर सकेट भन्छ यसलाई। पहिलाको लोकल पावर सकेट। यो बट्टा राख्ने, यो 3x4 को बट्टा लाग्छ, पिभिसी बट्टा। यो लोकल पावर सकेट यो भइहाल्यो। अनि यो चाहिँ 3 को पिभिसी बक्स। यो स्विचहरूमा यो साइजको सबै यसमा लाग्छ। 3 को यो साइजका 4 ग्याङसम्म हुन्छ, 4 ग्याङसम्म लाग्छ। 3 को पिभिसी आउट बक्स। यो घन्टीको बेलपुस, 1 ग्याङ बेलपुस स्विच भइहाल्यो। यो पनि बेलपुस स्विच भयो, घन्टीको स्विच भयो। अनि यो चाहिँ 3 को मेटल बक्स। जसरी यो पिभिसी बक्स थियो नि, यो चाहिँ मेटल बक्स। यो पिभिसी बक्स चाहिँ आउट बक्स हो। सर्फेस वायरिङ गर्दा लाग्छ भने यो चाहिँ कन्सिल वायरिङ गर्दा, ढलान भनौँ न, अब अन्डरग्राउन्ड वायरिङ गर्दा यो चाहिँ भित्तामा दबाउनु पर्छ। यो चाहिँ मेटल बक्सहरू भयो। यो पिभिसी बक्स भयो। यो 3 को भयो, यो 3-5 को भयो। जसरी यो 3-5 को थियो भने यो 3-5 को मेटलमा, यो 3 को पिभिसीमा, यो 3 को मेटलमा, यसरी भयो। अनि त्यसै गरी यो काम गर्दा लगाउने एप्रोन हो। यो एप्रोन चाहिँ यो कपडाको छ र अलिकति लेदरको अलिक गतिलो हुनुपर्छ यस्तो होइन। काम गर्दाखेरि हामीसँग चाहिँ कपडाको छ, त्यही भने धुलोसुलो छेक्छ, कमसेकम अलिअलि काम गर्छ। यो रुमाल भयो, यसो फोहोर पुस्नलाई होइन, सफा गर्नलाई। सेफ्टी हेलमेट। यो चाहिँ सेफ्टी आई ग्लास, चस्मा, सेफ्टी चस्मा। यो चाहिँ ग्लोभ्स, सेफ्टी ग्लोभ्स भयो। पन्जा, काम गर्दा लाउने पन्जाहरू भए। सेफ्टी बेल्ट भयो, माथि खटमा काम गर्दा पोलहरू चढ्दाखेरि लगाउने यो सेफ्टी बेल्ट। सुरक्षा पेटी, सेफ्टी बेल्ट भयो यो दुईवटा होइन। यो टुपिन टप भन्छ, टुपिन टप हो नि। यो चाहिँ 3 पिन टप। यो 3 पिन टप चाहिँ यो चाहिँ 16 एम्पियरको हो भने यो 3 पिन टप चाहिँ, यो पनि 3 पिन टप। यो चाहिँ 6 एम्पियरको हुन्छ। यो 6 एम्पियर, यो 16 एम्पियरको 3 पिन टप। हेर्नुहोस् है, यो 2 पिन टप, यिनीहरू 3 पिन टप, 16 एम्पियर 6 एम्पियर। यो भयो। यो 2 पिन टप चाहिँ 6 एम्पियरमै आउँछ। यो चाहिँ के भयो। त्यसै गरी यो यहाँ सबै यो एक्सटेन्सन कर्डहरू भयो, मल्टिप्लग भन्छ यसलाई, मल्टिप्लग पनि भन्छन्। एक्सटेन्सन कर्डहरू भयो। यो भयो, यो भइहाल्यो होइन।